दाँतको कारणले नि मरिन्छ भनेर सुन्दा त अनौठो लाग्ला, होइन होला पनि लाग्ला, तर यो रियल हो। माइक विलियम्स जो पहिला एनएफएल प्लेयर हुनुहुन्थ्यो, उहाँको मृत्युको कारण डेन्टल रिलेटेड सेप्सिस बताइयो, जुन रिपोर्ट चाहिँ हेल्सबर्ग काउन्टी मेडिकल एक्जामिनर अफिसले रिलिज गरेको छ। विलियम्सको मृत्युको सुरुवात 12 सेप्टेम्बर 2023 दिनको डरलाग्दो कन्स्ट्रक्सन रिलेटेड एक्सिडेन्टबाट सुरु भयो, जसमा हेभी सप्लाई चाहिँ उहाँको टाउकोमा झर्न पुग्यो। उहाँलाई आइसियुमा पनि भर्ना गरियो। वेट, तपाईहरुले सोचेको जस्तो हेड इन्जुरी भएर आइसियुमा एडमिट हुनु परे पनि उहाँको एक्चुअल कज अफ डेथ bacterial sepsis with cerebral abscess and necrotizing lobar pneumonia due to multiple caries and retained tooth roots। त्यसलाई सरल भाषामा बुझ्दा दाँतमा किरा लागेर र ठुटा बाँकी भएर इन्फेक्सनको कारणले गर्दा त्यो ब्याक्टेरिया टाउको र फोक्सोसम्म पुगेर इन्फेक्सन भएको भनेर बुझिन्छ। यति भनेर मैले हजुरहरूलाई डराउन खोजेको भने होइन है। नमस्ते, म नेपाल मेडिकल काउन्सिल रजिस्टर डाक्टर श्रेष्ठा घिमिरे। अब म यो भिडियोमा 5 वटा मेन प्रश्नको उत्तर दिन खोज्छु। डेन्टल इन्फेक्सन भनेको के हो? डेन्टल इन्फेक्सनको साइन्स र सिम्पटम्सहरू के हुन्? डेन्टल इन्फेक्सन हुने रिस्क कसलाई बढी हुन्छ? यसको कन्सिक्वेन्सेसहरू के हुन्छ? डेन्टल इन्फेक्सनबाट कसरी बच्न सकिन्छ? सुरु गरौँ डेन्टल इन्फेक्सन भनेको के हो बाट। डेन्टल इन्फेक्सन भनेको दाँत वा गिजामा ब्याक्टेरिया जम्मा भएर बन्ने, दुख्ने र सुन्निने समस्या भनेर बुझिन्छ। त्यसो भए डेन्टल इन्फेक्सनको साइन्स र सिम्पटम्स के हुन् त? दाँत बेसरी बिलिक बिलिक गरेको जसरी दुख्ने, चिसो वा तातो खाँदा दुख्ने, त्यो दाँतबाट चपाउँदाखेरि दुख्ने, ज्वरो आउने, फेस वा गालामा सोइलिङ हुने, मुख गनाउने, मुखमा नुनिलो स्वाद आएको जस्तो र एक्कासी गनाउने, खुक्दा रगत आउने। डेन्टल इन्फेक्सन हुने रिस्क कसलाई बढी हुन्छ त? सबैलाई डेन्टल इन्फेक्सन हुन्छ नै भन्ने हुँदैन। यो हुने भनेको यदि तपाईको ओरल हाइजिन पोहोर छ भने, गिजाको समस्या छ, दाँत सफा राख्नुहुन्न, दाँतमा किरा लागेको छ, वा तपाई धेरै जङ्क फुडहरू खानुहुन्छ, तपाईको ड्राई माउथ छ भने, तपाईहरु टोब्याको रिलेटेड आइटम्सहरू कन्ज्युम गर्नुहुन्छ भने डेन्टल इन्फेक्सनहरू हुन सक्छ। यसको कन्सिक्वेन्सेसहरू के हुन्छ त? डेन्टल इन्फेक्सनलाई टाइममै उपचार गरिएन भने यो इन्फेक्सन तपाईको शरीरको अन्य भाग जस्तै लङ्स, ब्रेनमा पनि जान सक्छ। लुडविग्स एन्जाइना, जसलाई नेपालीमा सिम्पली बुझ्दाखेरि सिभियर टाइपको सोइलिङ, जसले गर्दा तपाईको रेस्पिरेटरी ट्र्याकलाई ब्लक गर्छ र एयरवे प्रब्लम्स हुन्छ। डेन्टल इन्फेक्सनले सिस्टहरू पनि हुन सक्छ। क्याभर्नस साइनस थ्रोम्बोसिस, जसमा तपाईको ब्रेननेर ब्लड क्लट हुन सक्छ। डेन्टल इन्फेक्सनबाट कसरी बच्न सकिन्छ? मैले अहिलेसम्म प्राय सबै भिडियोमा भने चाहिँ प्रिभेन्सन इज बेटर देन क्योर। त्यस्तै दाँतको केसमा पनि नियमित दिनको 2 पटक ब्रस, फ्लस गर्ने, गिजाको प्रब्लम छ भने टाइममै उपचार गराउने, स्केलिङहरू गर्ने, माउथ वास युज गर्ने, दाँतमा किरा लागेको छ भने एक्सरे हेरेर भर्न पर्ने भए भर्ने, होइन भने आरसिटी गर्नुपर्छ भने त्यो गराउनु होला। ल, प्रिभेन्सन त भने, तर यदि इन्फेक्सन भइसकेको छ, सोइलिङ छ भने के गर्ने? नर्मल्ली तपाई यस्तो केसमा घरमा आफै एन्टिबायोटिक्स खानु भन्दा पनि डेन्टिस्टकोमा एकचोटि गएर एक्सरे गरेर के कारणले हो पत्ता लगाएर रुट कजदेखि प्रब्लम सल्भ गर्नुपर्छ। त्यो पछि डाक्टरले हेरेर तपाईको इन्फेक्सन सुकाउन एन्टिबायोटिक दिनुहुन्छ, ताकि त्यो इन्फेक्सन शरीरको अन्य भागमा नसरोस् भनेर। त्यसको साथसाथै दाँतमा आरसिटी गर्ने हो कि दाँत नै निकाल्नु पर्ने हो कि वा गिजाको प्रब्लम हो कि भनेर हेरिदिनुहुन्छ। तर याद गर्नुहोस्, यति दिन औषधि खानु पर्छ भन्नु भएको छ भने औषधि सबै खानु होला, किनभने औषधि बीचमै छोड्नु भयो भने एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्छ र तपाईलाई अझै कडा एन्टिबायोटिक खानु पर्ने हुन सक्छ। यदि तपाईहरुलाई आरसिटी को बारेमा थप जानकारी चाहनुहुन्छ भने मैले भर्खरै आरसिटी रिलेटेड एउटा भिडियो बनाएको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। यस्तै डेन्टल रिलेटेड अवेरनेस भिडियोको लागि मेरो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला र केही क्वेरीजहरु छ भने कमेन्ट सेक्सनमा गएर छोड्न सक्नुहुन्छ। बाइ।